हेलो साथीहरु, यहाँलाई स्वागत छ यस न्यू भिडियोमा। आजको यस भिडियोमा चाहिँ एउटा नयाँ अर्निङ एप्लिकेसनको बारेमा चाहिँ कुरा गर्ने छु हैन। पेमेन्ट प्रुफ सहित देखाउने छु हैन। धेरै दिन भयो भिडियो अपलोड गर्न पाएको थिएन, आफ्नै काममा बिजी थिए। सो आज चाहिँ यस एप्लिकेसनको चाहिँ पेमेन्ट प्रुफ देखाउने छु हैन। भिडियो अलरेडी बनाइसकेको थिए यस एप्लिकेसनको बारेमा चाहिँ र फेरि पनि तपाईहरुलाई चाहिँ पेमेन्ट प्रुफ देखाउने छु हैन। कसरी विथड्र गर्न सकिन्छ, कसरी अर्निङ गर्ने र कतिसम्म हामीले यसबाट अर्निङ गर्न सकिन्छ भन्ने बारेमा चाहिँ यसै भिडियोमा चाहिँ आज डिस्कस गर्ने छौं। सो भिडियो चाहिँ स्टार्ट गर्ने छौं है त। र एप्लिकेसन रहेको छ वीवाट, मैले अलरेडी भनि पनि सकेको छु हैन, जसमा चाहिँ हामीले राम्रै अर्निङ गर्न सकिन्छ हैन। मैले अहिले चाहिँ एप्लिकेसनलाई चाहिँ ओपन गर्ने छु हैन। यसमा चाहिँ तपाईहरुले चाहिँ फर्स्टमा अकाउन्ट क्रिएट गर्नुपर्छ, गरेको छैन भने गर्न सक्नुहुन्छ। भिडियोको डिस्क्रिप्सनमा यसको लिंक छ हैन, त्यो लिंकबाट गएर तपाईहरुले डाउनलोड गर्न सक्नुहुन्छ। र फर्स्टमा चाहिँ अकाउन्ट क्रिएट गर्दाखेरि चाहिँ तपाईहरुले युएसए चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ कन्ट्री हैन। र यसमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईले हिँडेर चाहिँ अर्निङ गर्छ है, र हिँडेर तपाईहरुले चाहिँ यसमा चाहिँ राम्रै अर्निङ गर्न सक्नुहुन्छ। यदि तपाईहरु चाहिँ हिँड्नुहुन्छ र मर्निङ वाकमा जानुहुन्छ भने पनि तपाईहरु चाहिँ अर्निङ हुन्छ यसमा चाहिँ। र तपाईले पर डे धेरै नभए पनि 20-30 रुपैयाँ चाहिँ अर्निङ गर्न सक्नुहुन्छ इजिली है, काम नगरिकन यसमा चाहिँ अर्निङ हुन्छ। सो यसमा चाहिँ अर्निङ गरेको ब्यालेन्सलाई तपाईले पेपालमा विथड्र गर्न सक्नुहुन्छ हैन। र आज चाहिँ त्यही पेपालमा चाहिँ विथड्र गरेर देखाउने छु। र म चाहिँ एप्लिकेसनले चाहिँ ओपन गरिसकेको छु हैन। सो तपाईहरुले चाहिँ यसमा चाहिँ काम गर्नुभएको छैन भने गर्न सक्नुहुन्छ। यसमा तपाईहरुले केही गर्न पर्दैन, तपाईले सेटअप गर्ने हो र छोड्दिने हो। छोडिसकेपछि तपाईहरुको चाहिँ अटोमेटिकली अर्निङ हुन्छ हैन। र तपाईहरुले चाहिँ क्लेम गर्न चाहिँ बिर्सिनुहुन्न। यहाँ चाहिँ कन्भर्ट माइ स्टेपमा क्लिक गरेर तपाईहरुले चाहिँ आफ्नो स्टेपहरुलाई चाहिँ कन्भर्ट गर्न सक्नुहुन्छ। मैले अलरेडी गरि पनि सकेको छु हैन अघि, र मेरो चाहिँ यहाँ चाहिँ छैन भनेर भनेको छ। मेरो चाहिँ यहाँ मिनिमम विथड्र पुगि पनि सकेको छ। 1000 कोइन भइसकेपछि तपाईले विथड्र गर्न सक्नुहुन्छ। 1000 कोइन भनेको चाहिँ तपाईहरुको चाहिँ 10-15 डलर हुन्छ हैन। र तपाईहरुले चाहिँ फर्स्टमा आउँदै हुनुहुन्छ भने $2 सम्म तपाईले बोनस पाउनुहुन्छ। र पर रेफर तपाईहरुले चाहिँ 60-70 रुपैयाँ नेपाली तपाईहरुले चाहिँ पाउनुहुन्छ है। यसरी चाहिँ तपाईले अर्निङ गर्न सक्नुहुन्छ। यहाँ चाहिँ धेरै अप्सन छ अर्निङ गर्ने, म यसको लास्टमा चाहिँ कुरा गर्ने छु त्यसको बारेमा चाहिँ। अहिले चाहिँ म कसरी विथड्र गर्न सकिन्छ भन्ने बारेमा चाहिँ कुरा गर्ने छु। यहाँ रिडिममा क्लिक गर्नुपर्छ है। र तपाईहरुले चाहिँ यदि तपाईले युएसए सिलेक्ट गर्नु भएको थियो भनेपछि तपाईहरुलाई पेपालको अप्सन देखाउने छ। यदि गर्नु भएको थिएन भनेपछि तपाईहरुले देखाउँदैन। त्यही भएर तपाईहरुले अकाउन्ट क्रिएट गर्दाखेरि चाहिँ युएसए सिलेक्ट गर्नुपर्ने हुन्छ हैन। र यहाँ चाहिँ रहेको छ पेपाल रहेको छ हैन। मिनिमम $5 छ हैन। र $5 चाहिँ प्रिमियम युजरको लागि मात्रै हुँदो रहेछ। र हामीले चाहिँ $10 बनाउनु पर्ने हुन्छ, यानी 1000 कोइन बनाउनु पर्ने हुन्छ। यहाँ माथि देखेको छ हैन, 1000 कोइनको चाहिँ $15 सम्म हुन्छ भनेर भनेको छ। तल चाहिँ 1000 कोइनको चाहिँ $10 दिन्छु भनेर भनेको छ। यहाँ चाहिँ क्लिक गर्नुपर्छ यसमा चाहिँ। र 10 मा चाहिँ क्लिक गरिसकेपछि यहाँ चाहिँ विभिन्न स्टेपहरु दिएको हुन्छ। सो तपाईहरुले चाहिँ यो स्टेपहरुलाई चाहिँ हेर्न सक्नुहुन्छ हैन। रिसिभ अ मनी ट्रान्सफर भन्नेमा चाहिँ क्लिक गर्नुपर्छ। र यहाँ चाहिँ सेन्डमा चाहिँ क्लिक गर्नुपर्छ है। र सेन्डमा क्लिक गरिसकेपछि तपाईहरुको चाहिँ हुनेछ है त। यहाँ चाहिँ स्पेन्डमा चाहिँ क्लिक गर्नु होला। र यहाँ चाहिँ के भनेको छ भन्दाखेरि यहाँ चाहिँ हेर्नुपर्ने हुन्छ। र तपाईहरुले यसमा चाहिँ आइसकेपछि यहाँ चाहिँ ओके गर्नुपर्छ हैन। यहाँ चाहिँ लेख भनेको छ हैन, ओके गरे मैले। र स्पेन्डमा चाहिँ क्लिक गर्छु। र यहाँ चाहिँ मिस्टेक भएको छ है, र फेरि गर्छु म चाहिँ। यहाँ ओके गर्छु म चाहिँ, यहाँ ओके। र यहाँ चाहिँ स्पेन्डमा चाहिँ क्लिक गर्नुपर्छ भनेपछि यहाँ चाहिँ पेपाल या भ्यानम भनेको छ हैन। हामीले चाहिँ पेपालमा विथड्र गर्ने हो। सो पेपालमा चाहिँ कन्टिन्यू गर्छु म यहाँ चाहिँ है। र यहाँ चाहिँ तपाईहरुले चाहिँ आफ्नो डिटेललाई चाहिँ राख्नुपर्ने हुन्छ। पेपाल इमेल एड्रेस, फर्स्ट नेम, लास्ट नेम म तपाईहरुलाई चाहिँ राखेर पनि देखाउने छु। र मैले यहाँ चाहिँ आफ्नो डिटेललाई चाहिँ राखिसकेको छु हैन। यहाँ चाहिँ फिलअप गर्नुपर्ने हुन्छ तपाईहरुले पनि। यहाँ चाहिँ अर्डरमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ हैन। र यहाँ चाहिँ अब भनेको छ यो इमेल एड्रेस हो कि होइन, यसमा चाहिँ फन्ड ट्रान्सफर गर्नुपर्ने हो कि होइन भनेर चाहिँ अलर्ट देखाएको छ। तपाईहरुले आइएम स्योरमा क्लिक गर्नुपर्ने हुन्छ। र यहाँ चाहिँ अर्डर सबमिट हुँदैछ, तबसम्म हामीले वेट गर्नुपर्ने हुन्छ हैन। यहाँ चाहिँ भनेको छ तपाईहरुले चाहिँ यो कन्फर्म गर्नुपर्छ मेल भनेको छ। र म चाहिँ ओपन माइ मेल बक्समा क्लिक गर्छु। र मेल बक्स चाहिँ ओपन हुन्छ। यहाँ चाहिँ म सिलेक्ट गर्छु जीमेल, र मेरो मेल बक्स चाहिँ ओपन हुनेछ हैन। र म यहाँ चाहिँ इमेल सिलेक्ट गर्नेछु। र यहाँ चाहिँ मलाई मेल पनि आइसकेको छ, यहाँ हेर्न सक्नुहुन्छ हैन। वीवाटबाट मेल आयो। त्यहाँ चाहिँ कन्फर्म गर भनेर भनेको छ है। र तपाईहरुले चाहिँ 1 आवरमा चाहिँ कन्फर्म गर्नुपर्छ भनेर भनेको छ। यहाँ विभिन्न डिटेलहरु देखाएको छ हैन। हामीले चाहिँ यहाँ चाहिँ हेर्नुपर्ने हुन्छ। र यहाँ चाहिँ कन्फर्म बाइ रिक्वेस्टमा क्लिक गर्नुपर्ने हुन्छ है। र यति गरिसकेपछि तपाईहरुको चाहिँ यहाँ चाहिँ कन्फर्म हुन्छ। र यहाँ चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ एप्लिकेसन। र यहाँ चाहिँ विथड्रमा चाहिँ लागिसकेको छ, यहाँ हेर्न सक्नुहुन्छ। यसरी तपाईहरुको चाहिँ विथड्र हुन्छ है। र यहाँ चाहिँ भनेको छ 15 बिजनेस डेज भनेर भनेको छ हैन। 15 डेमा चाहिँ विथड्र हुन्छ भनेको छ। तर चाहिँ यसमा चाहिँ टाइम धेरै नलाग्न सक्छ हैन। त्यति धेरै चाहिँ टाइम लाग्दैन, 1-2 दिनमा चाहिँ सायद ट्रान्सफर हुन सक्छ। सो वेट गरौँ।
र अब म चाहिँ यहाँ चाहिँ पेमेन्ट आउनसम्म कुर्छु र तपाईँहरूलाई चाहिँ भन्ने छु है। यहाँ चाहिँ क्लोज गरेँ मैले र यसमा चाहिँ तपाईँहरूले चाहिँ मिनिमम 1000 कोइन चाहिँ विथड्र गर्न सक्नुहुन्छ पेपालको माध्यमबाट। तपाईँहरूले पेपालबाट गर्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ युएसए चाहिँ कन्ट्री सिलेक्ट गरेको हुनुपर्छ। यसमा चाहिँ त्यस्तो अरू अप्सनहरू त खासै छैन र तपाईँहरूले चाहिँ यसबाट अरू अप्सनबाट पनि अर्निङ गर्न सक्नुहुन्छ होइन। त्यस्तो धेरै अप्सन छैन। यहाँ चाहिँ स्पिन छ, स्पिनमा तपाईँहरूले गर्न सक्नुहुन्छ होइन। यहाँ चाहिँ गेमहरू सर्वेहरू छ र तपाईँहरू रेफर गर्नुहुन्छ भने 50 कोइन दिन्छ। 50 कोइन भनेको चाहिँ नेपाली 70 रुपियाँ जति हुन जान्छ है। तपाईँहरूले यो ट्राई गर्न सक्नुहुन्छ। र बाहिरको कन्ट्रीमा हुनुहुन्छ भने तपाईँ त्यहाँ चाहिँ सर्वेहरू अभाइलेबल हुन्छ र तपाईँले धेरै अर्निङ गर्न पनि पाउनुहुन्छ। यसमा तपाईँहरूले मेनली भन्ने हो भने काम गर्न पर्दैन, इजिली अर्निङ हुन्छ है। र मेरो भइ पनि सकेको छ होइन। मेरोमा चाहिँ 3-4 जना रेफर गरेको थिएँ र यसमा चाहिँ मैले हिँडेर नै कम्प्लिट गरेँ होइन। तपाईँहरू हिँड्नुहुन्छ भने, कलेज जानुहुन्छ भने यो एप्लिकेसन तपाईँको लागि हो। अब चाहिँ म तपाईँहरूलाई चाहिँ पेमेन्ट आइसकेपछि तपाईँहरूलाई चाहिँ पेमेन्ट प्रुफ सहितको भिडियो देखाउने छु है त। ल त साथीहरू अहिलेलाई वेट गर्नु होला है। साथीहरू मेरो चाहिँ पेमेन्ट आइसकेको छ होइन। म तपाईँहरूलाई चाहिँ मेरो मेलमा लगेर देखाउने पनि छु, तपाईँहरूले वेट गर्नु होला। मलाई चाहिँ एउटा मेल आएको थियो होइन, पेड फ्रम वी रिवार्ड भनेर आएको थियो होइन, वी वार्ड भनेर आएको थियो र यसमा चाहिँ यस्तो मेल आएको थियो, तपाईँले हेर्न सक्नुहुन्छ। र यसमा चाहिँ अब थ्याङ्क्स फर युजिङ त्यो भनेको छ र यहाँ चाहिँ $10 आएको छ होइन। र तपाईँहरूलाई चाहिँ फर्स्टमा नै यहाँ चाहिँ देखाइदिएको हुन्छ कि तपाईँहरूको पेपालमा डाइरेक्टली यो पैसा आउँदैन र तपाईँहरूले यहाँ चाहिँ तपाईँहरूले आफ्नो ब्यालेन्सलाई चाहिँ क्लेम गर्नुपर्ने हुन्छ। यहाँ क्लेममा चाहिँ क्लिक गर्नु होला होइन। र क्लेममा क्लिक गरिसकेपछि तपाईँहरूले आफ्नो अकाउन्ट लगइन गर्नु होला र तपाईँहरूको ब्यालेन्स चाहिँ क्लेम हुनेछ होइन। र तपाईँहरूले आफ्नो पेपाल अकाउन्टमा चाहिँ पाउनुहुनेछ। जबसम्म तपाईँहरूले क्लेम गर्नु हुँदैन तबसम्म तपाईँहरूले यो ब्यालेन्स पाउनुहुन्न होइन। क्लेम गरिसकेपछि तपाईँहरूको पेपालमा आउनेछ। म तपाईँहरूलाई पेपालमा लगेर पनि देखाउने छु। टेलिग्राममा अलरेडी मैले यसको पेमेन्ट प्रुफ सेयर गरिहालेँ होइन। र तपाईँहरूलाई चाहिँ म अहिले यो भिडियो मार्फत पनि देखाउँदैछु। र मैले चाहिँ मेरो अकाउन्ट लगइन गरेँ होइन। तपाईँहरूले हेर्न सक्नुहुन्छ। अहिले चाहिँ लोडिङ लिँदैछ, यहाँ हेर्न सक्नुहुन्छ। मलाई चाहिँ पेमेन्ट आइसकेको छ, यहाँ हेर्न सक्नुहुन्छ होइन। र यसमा चाहिँ पेपालको केही सिक्युरिटी रिजन हुनसक्छ, स्क्रिन ब्लक पनि आउनसक्छ होइन। र तपाईँहरूलाई म यहाँ चाहिँ हिस्ट्री देखाइदिन्छु। यहाँ चाहिँ हिस्ट्री रहेको छ र म क्लिक गरेँ होइन। यो चाहिँ तपाईँ यहाँ चाहिँ भिडियोमा नदेखिन सक्छ है, तर मैले चाहिँ तपाईँहरूलाई चाहिँ पहिला देखाइसकेको छु होइन। यहाँ चाहिँ मलाई $10 रिसिभ भएको छ है। यसरी तपाईँहरू पनि रिसिभ गर्न सक्नुहुन्छ होइन। यसमा चाहिँ केही गर्न पर्दैन, सिर्फ हिँड्ने हो होइन, यताउति जाने हो। अनि गाडीमा पनि जान सक्नुहुन्छ तपाईँहरू। यदि कलेज जानुहुन्छ भने होइन, मर्निङ वाकमा जानुहुन्छ भने र कहीँ घुम्न जानुहुन्छ भने यसलाई चाहिँ एक्टिभ गरेर छोड्नु होला र तपाईँहरूको चाहिँ अर्निङ हुन्छ है। र यो एप्लिकेसनमा चाहिँ अर्निङ अपर्च्युनिटी पनि छ है। किन भन्दाखेरि यहाँ चाहिँ तपाईँहरूले रेफर गर्नुभयो भने राम्रै अर्निङ गर्न सक्नुहुन्छ होइन। पर रेफर गर्नुभयो भने चाहिँ तपाईँहरूले 60-70 रुपियाँ नेपाली पाउनुहुन्छ होइन। र यसरी तपाईँले अर्निङ गर्न सक्नुहुन्छ। फर्स्टमा आउनुभयो भने तपाईँले $2 बोनस पाउनुहुन्छ। $10 बसेपछि विथड्र गर्न सक्नुहुन्छ होइन। र तपाईँहरूले पर डेको कुरा गर्दाखेरि चाहिँ तपाईँहरूले 25 कोइन पाउनुहुनेछ। 25 कोइनको भ्याल्यु हुन्छ $0.25। त्यसको नेपाली भ्याल्यु हुन्छ 30 रुपियाँ हुन्छ होइन। तपाईँले यो टास्क होइन हिँडेर तपाईँहरूले 17,000 तपाईँले स्टेप हिँड्नुभयो भनेपछि तपाईँले 25 कोइन पाइहाल्नुहुन्छ होइन। र तपाईँहरू बाहिर कन्ट्रीबाट हो भनेपछि यहाँ चाहिँ अरू अप्सनहरू पनि छन् होइन। नेपालबाट पनि गर्न मिल्छ, तर तपाईँहरू चाहिँ झ्याउ नमान्ने हो भनेपछि गर्न सक्नुहुन्छ होइन। मलाई त झ्याउ लाग्छ, म गर्दिनँ र म चाहिँ हिँड्छु मात्रै। मैले आज यहाँ चाहिँ 4000 स्टेप पुरा गरेँ होइन। म साँझसम्म चाहिँ 8-10 हजार स्टेपहरू पुरा गर्छु र यताउति काम हुन्छ, म हिँड्छु अनि यहाँ चाहिँ मेरो अर्निङ हुन्छ होइन। र पर डे मैले चाहिँ 10-15 रुपियाँ चाहिँ कमाउँछु र यसमा चाहिँ कुनै पनि काम गर्दैन मैले। अब यसमा चाहिँ सिर्फ यहाँ चाहिँ कन्भर्ट स्टेप गर्ने हो बेलुकातिर आएर र त्यसपछि सुत्ने होइन। यसरी चाहिँ यसमा चाहिँ काम हुन्छ है। र तपाईँहरूले कसरी विथड्र गर्ने भनेर चाहिँ मैले यसै भिडियोमा भनिसकेको छु। अरू केही प्रब्लम आउँछ भने मेसेज गर्न सक्नुहुन्छ होइन, कमेन्ट गर्न सक्नुहुन्छ। म तपाईँहरूको रिप्लाई चाहिँ सकेको चाँडो दिनेछु र तपाईँहरूले यहाँ चाहिँ अरू कुराहरू पनि हेर्न सक्नुहुन्छ है। र यहाँ चाहिँ मैले चाहिँ हिँडेरै कमाएको हो होइन। तपाईँहरूले पनि हिँडेरै कमाउन सक्नुहुन्छ। मैले धेरै दिन अगाडि भिडियो बनाएको थिएँ होइन, त्यो दिनदेखि आज मैले यहाँ चाहिँ पुरा गरेँ। सो तपाईँहरूलाई भिडियो बनाएर देखाइहालेँ। सो तपाईँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ भनेपछि भिडियोको डिस्क्रिप्सनमा यसको लिङ्क हुनेछ, तपाईँहरूले डाउनलोड गरेर ट्राई गर्न सक्नुहुन्छ होइन। र तपाईँहरूले एउटा जान्नुपर्ने कुरा, एउटा ध्यान राख्नुपर्ने कुरा के हो भनेपछि तपाईँहरूले कन्ट्रीमा चाहिँ अकाउन्ट क्रिएट गर्दाखेरि युएस राख्नुपर्ने हुन्छ है। त्यो चाहिँ इम्पोर्टेन्ट छ, तपाईँहरूले त्यो राख्नु होला। र नेक्स्ट भिडियोमा चाहिँ अरू अर्निङ एप्लिकेसनको बारेमा चाहिँ कुरा गर्नेछौँ। तबसम्म बाई, टेक केयर।